हामी सबैजनाको पहिलोचोटि होला कतिपयको 5 पोखरी होइन कतिपयलाई अब यो हिँड्नेको अनुभव छ कतिलाई छैन त्यही पनि हामी नेपाली पारामा हिँड्ने भन्दा पनि खैरे पाराले हिँड्ने होइन त्यो भएपछि चाहिँ हाई नलाग्ने सम्भावना हुन्छ अब सबैसँग पानी छ है अब माथि जाँदाखेरि चाहिँ कस्तो भने अब जेनरली चाहिँ हामी अलिक ठुलो स्टेप लिन्छौँ होइन त्यो गर्दा चाहिँ हाम्रो एक्सेस इनर्जी जान्छ चाँडो थाकिन्छ अब ठाडो उकालो छ भने टो टु टो वाकिङ भन्छ होइन यतिको ग्यापमा बिस्तारै चल्ने के त्यो भएपछि खुट्टाले मात्र काम गर्ने भयो तपाईँको लङ्सलाई धेरै प्रेसर परेन होइन अनि त्यो भएपछि चाहिँ नथाक्ने भयो है त्यो भएपछि अनि हामीलाई मिनिमम टाइम पनि भइपुग्छ के रेस्ट पनि खासै चाहिँदैन हिँड्दै रेस्ट भइरहेको छ त्यसले नै जित्छ क्या बिस्तारै स्लो पेस भएपछि होइन अनि जाने पानी खाँदै गर्ने है अनि सकेसम्म अलिकति मिनिमम हामी रेस्ट लिन्छौँ अनि भोलिदेखि चाहिँ हाम्रो टाइम टु टाइम हुन्छ आनन्दले हिँड्ने अब घाम ढल्किनुभन्दा अगाडि हामी क्याम्प सेट गरिसक्नुपर्छ है र त्यो हो अब चाँडो म सक्छु भनेर चाँडो हिँड्ने पनि हुँदैन बरु सर्र लाइनै हिँड्दै हुन्छ कि होइन त्यो भयो भने फोटोसोटो भिडियो सिडियो यताउता गर्दा पनि दामी देखिन्छ है जोस लम्केर हिँड्नु परेन ठिक छ अनि इनकेस अब आज चाहिँ हामी अब करिब 3500को हाइटमा चढ्छौँ होइन अब हिजोको नाइटमा हामी 1400को हाइटमा थियो 3500मा जाँदाखेरि चाहिँ कस्तो सम्भावना हुन्छ भने एकैचोटि जाने भएको कारणले टाउको दुख्ने सम्भावना हुन्छ अब माइनर छ भने चाहिँ सिटामोल हामीसँग छँदैछ भन्ने मलाई टाउको दुखेको छ भन्ने होइन सिटामोल खायो त्यो अनुसार भइहाल्यो अब मेजर खतरै टाउको दुखिरहेछ भिजनै ब्लर भइरहेछ होइन सास फेर्न गाह्रो भइरहेछ भने चाहिँ भन्नु पऱ्यो है त्यसको लागि पनि औषधि छ हामीसँग है त्यो छ अनि अर्को भनेको हिँड्ने टेक्निक थाहा भइहाल्यो है अनि बिस्तारै जाउँ है सकेसम्म चाहिँ अब इन्जोय गरौँ न होइन सेफ साइड भएर जाउँ है ल है त हाम्रो यात्रा अब यहाँबाट सुरु भयो ओके राम्रोसँग सबैजना ल कहाँबाट लाइन हो यताबाट सट्टै निस्किने ठाउँ छ कि के छ अनु बनाउँछ हो के लिएर आयो तिमीले यार नखाने होस् ओइ विकास बोतल जानु न यहाँ आज बोतल भर यहाँ राखेर रिफिल गरेर आयो तिमीले जोरा अनुप्रो अब यस्तो गर्नु सकिन्छ त्यहाँको बोतल पानी छैन होइन पानी एक बोतल अर्को लिएर जानु पर्यो यार मेन कुरा त पानी छैन यस्तो यार अहिलेसम्म यो फर्स्ट टाइम मैले बोकेँ यार लास्ट गरौँ हुन्छ कसम गाइज है बिस्तार कसुवाको वार्कमा हिँड्छ हामी सबैको ब्याग गरौँ हो कि हो मेरो झन् गरौँ छ ल कसम यार म त अस्तमै पर्छ यार यस्तो गरौँ लाएर भने गरौँ मेरै होइन टाइट धेरै टाइट गरेको त लियो के टाइट नगर धेरै टाइट नगर यो ठिक्क के ठिक्क ल केटाहरु ओ पानीको बोतल बोक्यो यो बोतलमा एउटा पानी भर्नु पर्यो किन टाइट गरेको यो धेरै टाइट गरेको तैँले तेरो गाह्रो भयो कि तँलाई यहाँ बानी छ नि ल हाम्रो टोली हामी जानेको छ हामी चाहिँ हिँडिसकेका छौँ सो आज चाहिँ हामी चेचो डाँडामा बस्छौँ 3500 मिटर सो धेरै एकदम कस्तो हुन्छ भन्दाखेरि केटाहरू चाहिँ एकदम म खतरा हिँड्न सक्छौँ भन्ने हुन्छ तर त्यस्तो चाहिँ नगरी हुन्छ आनन्दले चिल पारामा यत्तिकै बिस्तारै हिँड्नुपर्छ चाहिँ गाइस सो यो त स्टार्टिङ फेज हो अब जाँदै गएपछि के हुन्छ हेरौँ मैदानको दृश्य पनि देखेको सो दिस इज कल्ड मैदान मेरो ज्याकेट खस्यो कि अरे सो हाम्रो ट्रेक सुरु भइसकेको छ केटाहरू त्यहाँ छ है ल हामी चाहिँ दुईजना भ्लगर भएर फेरि हामी दुईजना चाहिँ अब के भन्नु होइन यस्तै हो मेमोरीको लागि भ्लगर त के भन्नु र मेमोरीको लागि एउटा ल अब त्यही हो यहाँबाट हाम्रो यात्रा सबै सेतै देखिरहेको छ मेरो के हो यो त यहाँबाट अब हामी सिधै च्याउ भन्ने ठाउँमा पुग्छौँ होइन त त्यो त डाँडा गाडी कति छ त 3टा ब्याट्री छ सन्चै दिँदैन भने धेरै नै कस्तो झ्याउने गोप्रोको त झ्याउने त्यो डिजे आयो कि ठिक छ यार अहिले त
ल हाम्रो अब मेन ट्रेक चाहिँ यहाँबाट सुरु हुन्छ सो हामी उकालो चढ्न लागिसकेका छौँ फुल अन हाम्रो मेन क्याप्टेन त्यहाँ छ सो अहिले कति भिडियो खिच्न सक्छ खिच्ने हो छैन अहिले जुन इनर्जीमा हामी हिँड्छौँ एकछिनपछि त्यो इनर्जी हुँदै हुँदैन त्यही भएर आनन्दले चिल पारमा त्यहाँ तपाईँले एकदम त्यो हिमालको दृश्य पनि देख्न सक्नुहुन्छ Please respect the national park. Camping is only at recommended campsites. हजुर एकदम बबा यो फर्स्ट टाइम होइन त सो अब स्टार्टिङमा अहिले कुन इनर्जी छ एकछिनमा कुन इनर्जी हुनेवाला छ है सो गाइज अहिले त म कराइरहेको छु अहिले एकछिनमा कराउनु सक्दैन त्यही भएर इनर्जी वेस्ट गर्नु हुँदैन वेल हामी अब करिब 5% बाटो चाहिँ आइसकेको छ 5 पोखरी जाँदा 5% बल्ल 2.5 घन्टा जति हिँडिसक्यो ओ माई गड कस्तो यार होइन यस के हो है कस्तो पुरा यस्तो सम्म बाटो आएकोले गर्दाखेरि चाहिँ भिडियो खिच्दा हो नर खिच्नु सक्दैन गाइस मुट्टु फुट्ला जस्तो हुन्छ च्याट हामी है कडा भइरहेको छ मुटु हो टुक 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 गरेर हैन त्यो थर मिटर के भन्छ अरे त्यो स्टेजको होइन स्टेजको त्यो नभए भने मुटु कस्तो ढल्किन्छ होला टुक टुक भएर फुल अन सो हल्का चिसो गरम पैसा पनि आएको जस्तो त्यही भएर चाहिँ अब हुन्छ नि यसमा के हाल्नु नि यार त्यसमा गरौँ है के हाल्नु न के हो के अरे जिउन हाल्यो त्यस्तो गर्नु पर्दैन भने यहीँबाट आउँछ पाइने हामी अब करिब हामीले 2.5 घन्टा जति हिँड्छ है होइन त केटाहरू पछाडि त फुल अन यस्तो यहाँबाट तपाईँ त्यो दृश्य देख्न सक्नुहुन्छ यस्तो रमाउने त्यो हेर्दाखेरि न हो त्यो हिमाल यहाँबाट टाढा देखिरहेको तर हामीले चाहिँ एकदम नजिक देखिरहेको छौँ कम अन दिस आर द गाइज अस्तिभन्दा धेरै टाइम आइपुग्यो हामी छिटो आइपुग्यो कहाँबाट तलबाट होला नि होइन के सो कस्तो भनेछ र इफ इन केस तपाईँहरू चाहिँ 5 पोखरी ट्रेक जाने सोचिराख्नु भएको छ भने चाहिँ सो तपाईँहरूसँग दुईवटा अल्टरनेटिभ बाटो चाहिँ हुन्छ एउटा चाहिँ तपाईँ मेलम्ची साइडबाट जाने कि एउटा हाम्रो चौतारा साइडबाट जाने भन्ने कुरो हो है सो कस्तो छ भन्दाखेरि यहाँनिर मैदान भन्ने ठाउँसम्म चाहिँ तपाईँ चाहिँ बाइक मजाले आउँछ फुल अन मजाले आउँछ त्यहाँनिर तपाईँले खाना खाएर जस्तै तपाईँले चाहिँ भारी बगाउनु परेको खण्डमा चाहिँ पोटरहरू पनि पाउनुहुन्छ तपाईँले है सो मजाले दिनको उहाँले कति हिसाब लिनुहुन्छ कस्तो छ भन्दा 5 पोखरी तपाईँको मेलम्ची साइडबाट चाहिँ तपाईँको सर्ट ट्रेक हो तर त्यहाँ त्यस्तो थ्रिलिङ अलिकति त्यस्तो अब हुन्छ नि अब मान्छेले भनेअनुसार चाहिँ जुन यहाँको छ त्यहाँको चाहिँ त्यो लेभलको छैन भन्ने कुरा चाहिँ हाम्रो पोटरले भन्नुहुन्छ ए ल ओहो
सबैजना एउटा चस्मा आएर फोटो खिच्दैछ देखा फर्स्टमा चाहिँ कति थियो भन्दाखेरि त्यहाँबाट उकालो चढ्ने बेलामा चाहिँ यस्तो ठाडो उकालो है उठ्ने फुला जस्तो भएको थियो एकछिन त तर बिस्तारै अलिकति त्यो हुन्छ नि म हिँड्न सक्दिनँ जस्तो फिल हुँदैछ होइन तर बिस्तारै बिस्तारै माथि माथि गएपछि जुन त्यो हुन्छ एउटा मोसन पक्रिसकेपछि चाहिँ अलिकति सहिलो हुँदैछ यस्तो दामी सिजनमा आएको छ हामी सो थ्याङ्क्स टु अल द ब्रदर्स हुन्छ नि अब हु इनिसिएट टु ट्रेक जाउँ भनेर किनभने अहिले गएन भने चाहिँ पछि अलिकति धेरै नै गाह्रो हुन्छ जस्तो लाग्छ जानलाई सो अहिले जे होला भनेर चाहिँ बरु धेरै दिन लागोस् भनेर नै हामी आएको छौँ होइन त सो अगाडिको दृश्यहरू तपाईँले देख्न सक्नुहुन्छ यस्तो बबाल जस्तो योभन्दा खतरा खतरा आउँछ क्या दृश्यहरू के हो हो सो यस्तो कहाँ माथि आइसक्यो हामी चाहिँ हिमाल त हिउँै छ नि त्यहाँनिर यस्तो छ सबजना हेरेर थकित यहाँबाट 5 वर्षकै देख्छ नि सबसे बुढो रहेछ है शङ्कर अफ गर्दै तैँले ब्लुटुथ पाउज गरिहाल्छ म गएँ नि 30 गर्नु भनेको चाहिँ अहिले चाहिँ अहिले कम त भयो 40 वर्ष भइसक्यो 37 साल होइन त ओके फाइनली हामी चाहिँ चिचो डाँडा भन्ने ठाउँमा चाहिँ आइसकेका छौँ सो हामी त्यहाँबाट हिँडेको आज कति घन्टा भन्दाखेरि 11 बजे हिँडेको ठ्याक्कै 5 बजी आइपुग्यो ओ फेरि हामी लुगा फेरि चाहिँ गाइज ल त्यहाँ हेर्नु गाई सबैले देखाइरहेको छ यहाँ पुरै फ्लोन बेसिकली यस्तो चिसो यार आम्मा चिसो भइसकेको छ है सो हाम्रो टेन्टहरू हामी हालिसकेका छौँ 3टा चाहिँ टेन्ट छ आम्मा यो रडसम्म त यस्तो चिसो हुन्छ यार ओ माय लर्ड यस्तो हिँड्यो कि यत्रु बबाल हिँड्यो यो एकदम रमाइलो भयो भन्नु आम्मा यार कसो यो डाउन ज्याकेटमाथि अर्को डाउन ज्याकेट सानो डाउन ज्याकेट त्यही माथि अर्को एउटा लुगा छ सास फेर्न पनि अलिकति गाह्रो हुने क्या यहाँ त अदुवा लसुन खानुपर्छ यार कस्तो पुरै सो हाम्रो चाहिँ यहाँ खाना बनाउनु लागिरहेको छ है यस्तो ठाउँ छ यहाँ त्यो हिमाल त्यहीँ छ लाइभ हेर्नु र तपाईँले देख्नुमा एकदम डिफ्रेन्स छ क्या कास्तो खेले बेस्ट दायाले मजाले यहाँ बसेर हामी अलिक पुनः बस्ने कि ठाउँ पनि रहेछ यहाँ
कानले देख्यो नि जस्तो अब टिसी कति टिसी मिल्यो हैकरपट्टि समीर दाइ हजुर मिल्दैन त ल अर्को बेला फेरि त्यो बनाउन थाल्यो